हेलो वेलकम टु द ब्लग हामी भर्खर क्लाससित आएर जाँदैछौँ अब हाम्रो गेम खेल्नको लागि केटाहरू सबजना हुँदैछ as you can see this is our class सन्देशको फोन हो हामीले सन्देशको फोन लुकाइरहेछ सन्देश भनेर उमङको फोन लिएर उमङ फोन आइरहेछ उमङको फोन सन्देशभित्र छ हैन अनि यहाँनिर चाहिँ I found this phone on the street फोन कसको हराएको फोन मेरो हे गाइस त्यही पनि म टेन्सन छैन ल एउटा उ भन्दैन कस्तो भएको थियो फोन हराउँदाखेरि तिमीलाई फोन हराउँदा लास्ट रमाइलो लाग्थ्यो गाइस हैन अब इन्स्योरेन्स क्लेम गर्छु किनकि यसको ब्याट्री हेल्थ घटिसकेको छ हैन सरी गाइस अलिकति टेन्सन हुन्थ्यो यहाँ गर्लफ्रेन्डको फोन आइरहेछ हेलो बेबी हामी आज हाम्रो आजको भने चाहिँ हाम्रो प्लान के हो केटाहरू भनिदिनु पर्यो नि त कोहीले खोइ त गोप्रो त we are coder okay bro we are coder सबै हाम्रो कोडिङको काम सबै भएर हामी चाहिँ जाँदैछौँ फुटबल खेल्नको लागि हाम्रो प्रोजेक्ट सबै भएर हैन फुटबल खेल्न जाँदैछौँ अनि हाम्रो यसकै हुन्छ एक मात्र नेपालबाट हामीले झिकाएको उमङ कुमार रजक हाम्रो स्टार प्लेयर हो नि त हैन यहाँ हेर हाम्रो ब्लगमा फेमस है उहाँ है अल्सर क्लबसँग खेल्छ अब मलाई त चिनेकै छ र सबले हैन मबाट सुरु गर्छु म चाहिँ सबसे अब केही खेल्न अनि किपर भइहाल्यो म खेल्नै जाँदिनँ गाइस हाहा तिमी के हो अशोक तिमी के हो भन न 969 You love to leak रे गाइस आज कति गोल हान्ने विचार छ आज कति गोल हान्ने विचार छ गोल हैन ओन्ली लिग अघि अनिलले भन्दै थियो म कभरबाट हान्छु रे यता मिडफिल्डबाट हान्छु रे हैन बक्सबाट हान्छु रे डिबक्स कता कता हान्छु भन्दै बिन लङ हैन म क्यामेरामा आएको थिइनँ हैन म चाहिँ इन्स्पायर फ्रम विशाल गौतम हो हैन एकदम प्योर र कन्टेन्ट हो हैन we don't do any scripted one so एउटा गाना गाइदिनु सन्देश so now I'm ready हैन so let's move so guys अरु पनि त पुलिस थिए गिडे भने गिडे हैन गेडे दाइ गेडे ओके गिडे हैन रे म मिस्टर मारवाडी मारेको छोरा he got lots of के भन्छ म गर्लफ्रेन्डको तलासमा छु कोही छ भने यसो कन्ट्याक्ट गर्दिनु होला थ्यांक यू यो चाहिँ कलेज भन्ने मात्र हो केटा हो ट्युसन क्लास जस्तो छ हैन कोचिङ सेन्टर पनि भन्दा राम्रो हुन्छ हैन हाम्रो मायाले जस्तै फुट्यो हाम्रो माया अलिकति गल्ती थियो साह्रो स्वर छ हैन मिठो मिठो के छ म पनि गीत गाइदिउँ क्या हो गाइज नयाँ कन्टेन्ट है नयाँ कन्टेन्ट हामीले भर्खर यहाँ खिच्यो होइन न्यू कन्टेन्ट गाइज सरी है केटाहरू यार पानी मैले युज गरेँ लन्डनमा यस्तो हुन्छ थियो हि इज अ सिटी स्टेपर होइन मलाई कोहीले अलि फाइन गर्छ त्यहाँ अशोक चाहिँ सिटी स्टेपर हो कि होइन हि लभ टु स्टेप अन सिट्स के तिम्रो कुकुरलाई अलि सम्झाएर राख्दा कहाँ हो त्यो यहाँ कस्तो भने कुकुरले टट्टी गऱ्यो भने अनि एउटा ब्याग हुँदो रहेछ क्या ब्याग साथमा लिएर हिँड्छ अनि त्यो टट्टी गर्नु बित्तिकै के गर्छ थाहा छ त्यो ब्याग खोलेर त्यो ब्याग हुन्छ नि भित्रपट्टिबाट हात छिराएर बाहिरपट्टिबाट टक्क उ गरेर चाहिँ अन्त बिनमा हालिदिन्छ क्या नमस्ते दाइ अशोक आज मङ्की खेल्ने हैन यो चाहिँ हाम्रो सेन्ट ब्रिज लोकल हो प्रायः म चाहिँ होइन म चाहिँ प्रायः बिहान बिहान दुईवटा केरा खाएर जान्छु यहाँबाट 2 bananas on 0.54 पेन्स सरी पेनी पेन्समा चाहिँ अलिकति झुकिँदो रहेछ गाइज होइन किन हामी त्यस्तो पेनीहरूमा डिल गरिँदैन वी युजली डिल अन पाउन्ड्स होइन दो सो एउटा नयाँ खतरा कुरा चाहिँ होइन इफ यु एभर सी एनी यस्तो येल्लो लाइट्स होइन यु डोन्ट निड टु वेट फर गाडीहरू रोकिनको लागि होइन
दुईटावाला माइक I usually good with these cameras हैन I'm usually good with these camera मलाई खाने त्यो माइक मलाई चाहिँ अगाडि भन्दा पछाडि नै बसेको राम्रो लाग्छ हैन I guess एन्टी लाइट परेर अलिकति कालो आयो होला मेरो फेस हैन but I'm not that black तर म रेसिस्ट चाहिँ होइन हैन हाम्रो मेन भन्ने चाहिँ आज फुटबल खेल्ने कार्यक्रम भइरहेको छ हुन गइरहेको छ अब रातो बुल खाने रे रातो साँडे उतै किनौला फेरि रेड बुल खाने भने उतै खाम त उतै जाउँ अब ट्रेन पाएन भने फेरि अहिले फेरि ऊ हुन्छ नि त बरु उतै गएर उतै किनौ कि जोगे मलाई सुनाउँ दिने किन कति गोल हान्ने विचार छ आज गोल धेरै हान्ने रे रेड बुल खाने रे किन हो भन्ने कुरा त अब थाहा छ मलाई गाडी आइरहेको नि रेड बुल किन खाने हो भन्ने कुरा त अब अनि अर्कै होला के छ हालको ठिक छ यार सब ठिक छ यार कस्तो लागिरहेको छ ठिकै छ अब एकदम रमाइलो लागिरहेछ कालो अब लागेको छ फुटबल खेल्न गइरहेछ हामी होइन आज यही मान्छे गर्नु होइन त यसकै हुने बोका बोका टाइपको छ यहाँ हेऱ्यो चाहिँ सब उमङ बोका विक्रम भएका कस्तो हुन्छ लन्डन चाहिँ खास सब बोकादारीहरू भएको छ अरे अब यहाँ केटाहरूले एउटा ट्रिक लगाउँछ यहाँ ट्याप न म गर्दैन है गाइज आज तिमीहरू गर्दै हुने ट्याप गर्दैन यार म ट्रेन हेरे जस्तो गरेछ केटाहरूले सानो यतैबाट जाऊँ न यही हो नि होइन जब म चाहिँ अन्तिममा जान्छु कसरी 2 मिनेट मात्र एउटा ल हेर्नु यस्तो छ अब देखिहाल्नु भयो होला होइन अब यो फ्यारिङटन स्टेसन हो अनि जोन नम्बर 1 मा पर्छ यो अल्स्टर युनिभर्सिटीको नजिकै छ फ्याकल्टीहरू हुन् मैले अघि त्यही भएर त भनेको क्लासमा 1 घन्टा के भयो क्यान्सल भयो 4-7 मा छ ट्रेन मेन कुरो लन्डन आएपछि सबसे भागेको कुरो राम्रो रुम पार्टनर पाउनु हो होइन रुम पार्टनर राम्रो पाएन भने जिन्दगी नर्क हुन्छ मेरो रुम पार्टनर साला यस्तो पायो कि जिन्दगी खाना बनाएर पाउँदैन म त्यस्तो होइन है म ठुलो बोले तिमीलाई धरो धर्म क्यामेरा कसम खाएर भन्छ तिमीहरू त सँगै बस्छ होइन सँगै बस्दा के गर्छौ त सँगै बस्दा के गर्छौ मुजी खाना बनाउँछौँ खाना खान्छौँ जति हो असाइनमेन्ट अरू असाइनमेन्ट गर्छौँ पढ्छौँ होइन अरू यसो गिटार सिटार सिक्छौँ ड्रम सेट बजाउँछौँ त्यो केही बढी गर्छौँ समथिङ सन्देश तिमी विश्वास गर्छौ त यो कुरामा अनि तिमी विश्वास गर्छौ त ठिकै छ यार अब उनीहरूले खालि त्यो केटीलाई मेसेज पठाउन भाइ केटीको पछि यो त नहाल होला तिम्रो गर्लफ्रेन्ड छ है फेरि छ नि होइन साँच्चै होइन साँच्चै सोधेको छैन नि हाल्दा हुन्छ होइन हेरिरहेको छैन भनिरहेको छ है गर्लफ्रेन्डै छैन हाल्दा हुन्छ होइन यो चाहिँ अलि के गरे मेसेज उमङ कुमार रजकजीले बताउनु हुन्छ अनि त्यस्तो पर्सनल लाइफमा जानु हुँदैन होइन होइन यसो सोधेको त्यस्तो पर्सनल उसो 6-7वटा छ म पर्सनल लाइफमा जान्न त्यस्तो 6-7 छ अरे यसो उमङको चाहिँ के छ कति नम्बर म त सिङ्गल ब्रह्मचारी हो कामतिर म ब्रह्मचारी हो विक्रम भए पुग्छ है क्या म सिधा सादा ब्रह्मचारी हो हाम्रो सिरियसली तिमीहरू सँगै बस्छ नि होइन नलाइदिकन भन्दाखेरि होइन डिफ्रेन्ट रुममा हो यो मान्छेले भनिसक्यो साझ सँगै बस्छ अरे अनि सकियो त होइन एउटै खाट छ है
अब तपाईँहरूलाई त्यस्तै आपत्ति छ भने एउटा केटी खोजिदिनु म उसँग बस्छु होइन आज एकदम चाहिँ फुटबलमै फोकस छ एकदम ऊ होइन फुटबल खेल्ने मोड मैले सोचिरहेको छु होइन कसरी हार्ने के गर्ने प्लानिङ बनाएर कहाँबाट गोल हान्ने रे तिमीले मैले एउटा ल गाइज अब आइपिएलको सिजन चल्न लागेको छ तपाईँहरू युकेमा बस्नुहुन्छ भने बेट 365 युज गर्नु नेपालमा बस्नुहुन्छ भने तर मलाई स्पोन्सर गरेको छैन है यो बेड 63 यो बेट 365 को अनरको हो 1x बेटको अनरको हो यसो देखेछ हामीले पनि स्पोन्सर गरिदिनु होइन हामी 6 जना छौँ सधैँ यही भनेर हिँड्छौँ होइन 90 साल हामीले जिताइदिनु डेली त्यसमा जितायो हुन्छ होइन हाम्रो यो साथीले 4000 पाउन्ड हारेको छ त्यसमा होइन कहाँ मैले हाल्दिनँ कहाँ म यस्तो कुरा केही गर्दिनँ तिमीले कति जिते कति हारे अनिलले जित्यो तिमीले भन न अनिलले जित्यो अनिलले कति जित्यो मैले के छ भने 800 होइन खासै मैले मात्रै जित्या होइन जित्न जित्या हो तर हामी चाहिँ 3-4 जना मिलेर यही राख्नु के जित्या थियो युकेमा नेपालीले आएर कति जित्यो रे 1 लाख 1 लाख एकचोटि बसेर 1 मिनेटमा 1 लाख जितेको है जित्न चाहिँ यसरी हुन्छ साइड हसल स्टुडेन्टहरू मैले मात्र स्ट्रगल भन्छ मलाई आएर साइड हसल गर्नु पर्यो दिनु पर्यो होइन के हो साइड हसल के भन्छ यसलाई यही नै हो साइड हसल त्यही हो तिमीले अहिले विज्ञापन गरेर त्यही हो त्यही हो साइड हसल आएर झ्याम पैसा हाल्यो भने मिनेटमा 1 लाख रुपियाँ कमाउने कि मिनेटमा 2 लाख रुपियाँ दिने हो 1 लाख रुपियाँ भनेर पुरै थम्बनेल हाल्नुपर्छ है युट्युब डिड यु टेक माई कन्सेन्ट ब्रो यु कान रेकर्ड माई भिडियो के त्यो कमन पार्कमा गयो हुन्छ होला कमन पार्कमा होइन त्यहाँनिर छ क्या फुटबल खेल्ने पिचै छ क्या त्यहाँ कमन पार्कमा पनि 600 लाग्थ्यो मलाई किन त्यहाँ ऊ छैन के अरे पोस्टहरू छ एउटा तिमीले अघि एउटा के गीत गाएको थियो नि त्यो गाइदेऊ न सिलु पोखरेल होइन सिलु पोखरेल त्यो क्या देवेन्द्रको एक्स क्या के अरे त्यो ब्लाइन्डेड होइन ब्लाइन्डेड गाइदेऊ तिमी बिहान हेऱ्यो होइन त्यही हो त गाइरहेको थियो केटाले अहिले गाउँछ तिम्रो कारै आएन त दुईजना चाहिँ गेडेहरू हो होइन गेडेहरू चाहिँ आफ्नै पारामा होइन I'll catch some voice clips of them. Let's see what are they talking about. भाइरल हुन्छ मुजी चुटुर भन्छ मामावाला त They usually act like gays. They are not gays. Oh no, not like that, okay, bro. It's all mistake, okay. तिमीहरूले भर्खर के कन्भर्सेसन भयो you'll see यो सब कुराहरू भ्लग आउट भएपछि Oh my god, no, bro. I guess You know, मेरो एडिटरले सबै कुराहरू let me on. You know, Bikram, have a look here. You know, this guy is famous for some rough words, you know. के सिक्नु छ भने दाइसँग सिकेको केटा भनेको बोका हुनुपर्छ खसी पऱ्यो भने के गर्छ केटी हो यो यही केटा हो हाम्रो सर अहिले थोरै यसो ह्यान्डसम भएर यसो चा माछा मुखमा त्यो चाहिँ मैले भने होइन उसले भने हो यो कुराहरू म त्यस्तो कहिले पनि छाडा बोल्दिनँ यु क्यान सी पहिलाको भिडियोजहरू होइन मेरो कस्तो राम्रो कुराहरू स्काई गार्डनमा हुँदाखेरि हेर मैले त्यो युकेको बारेमा डार्क रियालिटी अफ युकेमा बोल्ने पनि मै हो होइन केटाहरूलाई थाहा छैन होला यसरी भन्दा यसरी गएको फाइदा हुन्छ कि गोइङ केही छैन गाइस बाहिरबाट हेर्दाखेरि लनलाई पो वाउ क्रेजी खतरा लाग्छ होइन भित्रपट्टि सब यो के भन्छ यो खोक्रो हो कि यो खोक्रो के भन्छ खोक्रो केटाहरूले मैले जे बोलेँ त्यसलाई नै होइन केटाहरू फेरि सन्देशले बोलेँ कि होइन पहिला केटाहरू यो बसमा जान्थ्यो 63 अनि एलिफेन्ट क्यासलबाट 53 चढ्थ्यो हेलिकप्टर पठाइदिउँ इन्स्टाग्राममा छ इट्स मी उमङ 7 मा गएर मेसेज रिक्वेस्ट पठाउनु होला धन्यवाद ओ भाइ सेकेन्ड प्रोफाइल अब अर्को सेकेन्ड प्रोफाइल अब अर्को यता पोर्ट्रेटमा हान्यो पोज कुन पोज हो पोर्ट्रेटमा यही फेभरेट पोज कुन हो फेभरेट मेरो फरवर्ड हो फरवर्ड कस्तो त्यसलाई के भन्छ फरवर्ड फुटबल खेल्न हैन हामी फरवर्ड हो क्या मेरो ए होइन भने यहाँ अहिलेको पोज चाहिँ थाहा छैन पोजिसन चाहिँ थाहा छ कुन चाहिँ सिइओ ह सिइओ
ओ यो नयाँ हो क्या नयाँ नयाँ हो आफूले क्रिएट ओए गुगल इट गाइस गुगल इट सिउ भन्ने पोज छ अरे एउटा कोड हानेर सब आफै क्रिएट गरेको अरे कस्तो रे कोड हानेर क्रिएट गरेको कोड हानेर क्रिएट गरे हो सिउ है CEO चलाएर हैन C.E.O पुरा स्वाग पारामा हेर्नुहोस् न उहाँको रसु है मुखै मुझे बिगारे के गरे के लाएर खेल्ने हो यार खासमा मसँग त छैन टी सर्ट छ होइन भित्र बाहिरको हुडी खोल त्यो हुडी र त्यो कार्डिगन खोल टी सर्ट चाहिँ भित्र कट्टु लासै छैन मलाई कहाँ त्यो कट्टु लाएर खेल्ने मैले त्यस्तो स्पोर्ट्स वाला त कुन कट्टु कुरा गरे तिमीले त्यो त स्पोर्ट्स वाला लाग्छ त्यो ऊ भने के त्यो चड्डी होइन क्या छैन के त्यही त त्यो ऊ क्या सर्ट्स क्या सर्ट्स मलाई के थाहा मलाई फुटबल खेल्दैन अब तिमीले खाली खुट्टा त खेल्न त पक्कै यो उसमा हुन्छ होला होइन किन सबैले जुत्तै लाउँछ होइन के गर्ने हो यार ए जुत्ता लाएर खेल्दा केही नि हुँदैन गयो भने त ल्याइ जान्न हो के जान्छ र यस्तो ऊ के अरे ल्याकोस्टिक कि कुन रे ओ होइन मुझे यो त हो ल्याकोस्टिक ओरिजिनल यस्तो जुत्ता लाएर च्यातिन्छ भने यो त कति 12 वर्ष टिक्छ यार 12 वर्ष हो त ल्याकोस्टिक हो होइन हुन्छ हो यही लाएर हाने नि हुन्छ हो जान्छ हो जुत्ता त हँ चाला फेरि भन्नु तिमी फरवर्डै खेल्ने हो अनि त्यस्तो हान्नु पर्दैन कि धेरै त अब बिस्तारै खेल फरवर्ड भने कस्तो हामी के गरी खेल्ने हो खासमा यार सङ्गठनको अध्यक्ष चित्रु के रे चिक्रे रे हटाइदियो केटाहरू भोलि मेरो गाडीले भाइ होइन होइन ल अरू दुईजना दाइ पनि आउनुभयो सरी म चाहिँ हस्छु कि तिम्रो हात त त्यही गनानी होला सो हाम्रो यहाँ दाई हुनुहुन्छ हजुर एकदम ठिक छ दाई हजुर स्वागत छ है हजुरलाई ब्लगमा नि स्वागत छ हजुरको शुभ नाम सुनिल बेस्ट सुनिल बेस्ट बिस्ट है हामी अहिले यहाँ चाल्टन पार्कमा छ 1 2 3 4 5 6 7 8 9 10 11 जना छौँ अनि दुईजना चाहिँ उहाँ एप्रोच गर्न गएको छ मिलेर खेल्ने हो कि अथवा प्र्याक्टिस गर्न लागेको के हो भनेर त्यहाँ गइरहेको छौँ यता चाहिँ के गरेको यस्तो बाइक आमा मेरो छोरालाई नि यस्तै किनिदिनुपर्छ यस्तै किनिदिन्छु मैले क्रस फायर त्यो के इलेक्ट्रिकवाला क्या क्रस फायर त होइन है यो कस्तो दामी छ क्या रमाइलो छ आजको दिन यो चाल्टन पार्क रोडमा के अरे चाल्टन पार्क रोड त पछाडि भइहाल्यो चाल्टन पार्क हो यो चाल्टन पार्कमा अब धेरै जसो मान्छेहरूलाई थाहा होला यता एरियामा बसेको त्यही नै हो यहाँ आएर अब भनौँ न यसो ग्यादरिङ गरेर फुटबल खेल्ने भलिबल खेल्ने क्रिकेट खेल्ने के खेल्ने खेल्नलाई एकदम मजा हुन्छ राम्रो ठाउँ छ आउनु होला ल अनिल होइन मैले ल्याएको प्लेयरलाई कस्तो अब विक्रम हो ल सन्देश सन्देश अब चित्रे आऊ दाइ उमङ्ग आऊ त अरू विक्रम हाम्रोतिर विक्रम हामी यता बस्छौँ नि त हामी यता होइन कता बस्ने हामी उता बस्ने यता बस्ने उता बसौँ यता हानु है होइन उसको अलिकति थोपडा हेर्ने हो अहिले पछि गेममा देखिन्छ अहिले सब केटीहरूले म्यासेज आएर त ड्याङ हान्ने होला मलाई लास्ट विक कस्तो म्यासेज गरेको थियो यार मेरो कन्टेन्टमा छोडिदिएको गर्लफ्रेन्ड नि नभएको यार कस्तो लकी भइदिरहेको क्या म त लोट्री भइदिरह मलाई त चित्रले दिनुपर्छ नि एउटा मसँग छ यार ए चित्रसँग त छ भाइ ए ल चाहिएछ कोहीलाई चाहियो भने सम्पर्क गर्नु चाहिएन मलाई चाहिँ है अब नै कोहीलाई चाहियो भने के त्यहाँ भलो यो त फेरि मेरो त्यस्तो चेलीपट्टि बिचबिखन त्यस्तो उसमा परेन नि त ल एउटा मनोरञ्जन रूपमा लिएको पनि एउटा युकेको दलले नै हो ल म गाइदिन्छु रुकुमै कोटा रुकुमै खोइ नाच नि यार कता हो भर्खर विवेक मेरो साथी छुटेको छ होइन विवेकलाई फोन गर्दैछ यहाँ विवेक विवेक गेडे तिमी यहाँ आउँछौ नि होइन हामी वेट गरिरहेछौँ यार तिमीलाई यार हामी लन्डन न्युज पुगिसके अब ट्रेन चेन्ज जान्छु के ल हामी अनिलको पहिलो शट सन्देशले पास खोजिसक्नु भएको छ र बल यहाँ पुगेको छ ओ
हेडिङ हान्नु भएको छ सन्देश सापकोटाले ब्याक किक तान्नु भएको छ अब हेरौँ विक्रमले कस्तो ओ सही के अरे स्ल्याङ्की सर्ट भन्छ के होइन स्ल्याङ्की सर्ट ओ मेरो मित्र आउनुभयो साजन निमाल भन्ने चाहिँ यो मान्छे हो धेरै कुरा आयो ठिक छ दुईजना खोइ त अरू बोलाउन खेलिहाल्ने के द राइजिङ युथ क्लब वडा नम्बर 8 कोलपुरको राजन के अरे ठकुरी यहाँ हुनुहुन्छ कसैले कन्ट्र्याक्ट यहाँ गर्न चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नु होला एक गेमको कति लिनुहुन्छ 120 पाउन्ड ओन्ली ल भनेपछि बेसिक स्यालेरी रहेछ है थोरै भएन भन्नुभएको छ है उहाँ ट्राभल कस्ट तपाईँलाई दिनुपर्ने हुन्छ कि ट्राभल कस्ट स्पोन्सरवालाले त हेर्नै परिहाल्यो नि त्यो ट्राभल खानाको डाइट सबै हेर्नु पर्यो डाइट पनि हो डाइट चाहिँ कस्तो खानुहुन्छ कस्तो छ डाइट फेरि तपाईँको डाइट त बोइल अन्डा त परिहाल्यो बोइलर बोइल अन्डा ए बोइल अन्डा यो अन्डा भने ए कुन चाहिँ अन्डा के अरे कुखुराको कि पोथीको के अरे भालेको कि पोथीको भाले त पऱ्यो फेरि अनि हाँसे छ भाले आज स्कुलमा यस्तो रमाइलो थियो के भयो त्यो रमाइलो भयो ल केटा ल सबैजना चेन्ज हान है गोप्रो फुटाउने रे उहाँले हान्नुभएको थियो तर सर्ट अन टार्गेट भएन अब हामीले हेर्छौँ विक्रमको सर्ट राम्रो पास छ अनिल खड्का कोलपुरको वडा नम्बर 8 को प्रहार राम्रो रहेको थियो तर राजन के अरे खड्का के थियो यो सक्सको हालत यो भएन के हो यस्तो 3000 पाउन्ड कमाएर हैन गरिबको हालत महिनाको 3000 पाउन्ड कमाएर चाहिँ यस्तो मजा लाएर हिँड्ने भएन आएको 2 वर्ष भयो कामै पाएन यार त्यो यस्तो जुत्ता लगाइराछ यार त्यही भएर कपाल पनि नकाटेको देखाइदिनुहोस् छैन यार अनिलले यहाँ सबै लुगा खोलेर नाङ्गे बुतुङ्गे हुनुभएको थियो भर्खरै अनिलले जुत्ता लगाउँदै हुनुहुन्छ मजा सोचा सब छ है अब रेडी छु म गोल हान्नलाई केयरफुल है आज किपर चाहिँ को बस्छ है आज राम्रोसँग बस्छ उसलाई त फरवार्डै लानी त होला नि आज भालेलाई त छिटो खेलाउन न त अनि मुला तिमी ब्लक गर्दै हो ल
एकछिन यार म पानी लिएर आउँला मुजीलाई उहाँ छ हो धारा आउँ त्यहाँ पनि छ उ त्यो मुजी गएर आउनु तिमी खाली बस गोल हान्नै पर्यो साजन यता यता क्रस 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 आन सन्देश पछाडि हेर 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 अनिल क्रस राजु अनिल जाऊ ल अब हान्न आइसक्यो गोल चित्र कोही छैन पानी छैन है दाइ अनिल बल छैन तर हातमै आयो क्या बल त्यो अनिल कुदा मुजी बल हुनै पर्यो यता किन राख्नु भाइ फाइदिहाल्यो भाइ यार किपर बस्नु नि त किपर लाग्यो मगाउनु न त अहिले खामलाई फेरि टन्ने के छ विचार हो मुजी खाली बस हान्ने यता पछाडि यता खालो पास बल प्लेज चल है भयो टाइम भनेन टाइम अफ चित्र हो 4 मिनेट बाँकी 4 मात्रै हो ल उम त्यो पछाडि आछ नि मान्छे ए यो आफ्नै हो विक्रम जाऊ अगाडि झुकिहाल भाइ गोल के विक्रम साजन क्रस खुट्टे उठाउनु त डर लाग्यो विक्रम क्रस तो गोल हारे मैले
भयो हाफ टाइम हेलो हाम्रो ब्रेक भएको छ है विक्रमको ब्याग खोइ भयो है कति गोल हान्यो मैले त हान्यो होला 5 त कति गोल हान्यो तिमीले हान्यो यार आधा दर्जन पुग्यो कि जस्तो लाग्यो मेरो विचारमा चाहिँ उतारि एउटा 5 हानेर हान्यो दर्जन हान्यो चित्रले कति हान्यो मैले त 6 हान्यो होला 6 हान्यो होला 6 हानिस् नि दुईटैको एउटै ब्याग रहेछ को रहेछ यार यो कसको हो पानी छैन 40 मिनेट भइसक्यो है यत्रो पनि टिक्न सकिँदो रहेछ नि यस्तो गोल हानेको लागि त अन्डा रोनाल्डो स्यु उ त्यो रातो त्यो बिनको बक्स जस्तो छ नि त्यहाँ जाउँ न त उता ब्याग छ केटाले के भयो म्याच आज रमाइलो भयो जस्तो हाम्रो चाहिँ अलि टिमवर्क चाहिँ अलिक कम भयो जस्तो लाग्यो किनकि धेरै नखेल्ने भएर होला होइन चाँडै नै थाकिहाल्ने मान्छे तर ओभरअल राम्रै भयो तिमीहरू अझै पनि 1 गोलले लिड गरेर छ होइन स्टिल 1 लिड ठिक छ फेरि कमब्याक भइहाल्छ नि तिमीहरू अर्को म्याच खेल्नुपर्छ हो रेड रुल किन्न जाउँ टेनिस के छ विवेक म्यान हाउ आर यु म्यान ठिक छ युनिबाट तिमी कहाँ खोइ युनि जान पर्दैन होइन म त आज झ्याउला ल हाम्रो मित्र विवेक यता बल्ल आइपुग्नु भएको छ हाफ टाइम भएको छ चित्र टाइम हेर ल 10 मिनट पछि खेलिहाल्ने फेरि फुट टेबल टेनिसको कम्पिटिसन भइरहेको छ यहाँ ड्र भएको छ 2-2 भइरहेको छ र फेरि दाइले मिस गर्नुभएको छ सन्देश मेटको आइसकेको छ 3 नम्बर 3-2 फेरि सन्देश मेटले आउट हानेको छ 1 मिस भयो प्रिपेयर भएको थिएन अरे क्या एकछिन सन्देश मेट कस्तो लाग्यो आजको म्याच हाफ टाइम भएको छ भर्खरै गाह्रो है ल फेरि साधनले आएको छ भने अब अनिल मेट आइरहेको छ डाइरेक्ट आउट गयो नि को अध्यक्ष बरु स्ट्राइकर भन्दा आजको गेमको मेन प्लेयर कहाँबाट लिएर पानी त किन जानुपर्छ आजको गेमको म्याच पानी यार आजको गेमको म्यान अफ द म्याच भन न बरु होइन भइसकेको छैन हाफ टाइम भयो नि त यो आजको गेमको म्यान अफ द म्याच भन हाफ टाइमको म्यानेजमेन्ट अध्यक्ष नेगेटिभतिर पोजिटिभ है पानी लिन जाऊँ भने यार मलाई अल्छी लाग्यो जान एक्लै जाउँ खेलौँ ल आपको गेम खेलौँ जाउँ 40 मिनट जाउँ खेलौँ कति मिनट 40 मिनट हो घर जाने होइन क्या गेम खेल्ने भने ए बा लाग्दैन यार यहाँबाट नजिकै छ उसको तिम्रो घर कहाँ रे इलफोर्ड होइन हेर त चाँडो लै हेर त इलफोर्ड भन्दा नि माथि त्यो कता हो इलफोर्डतिर होइन इलफोर्डतिर हो क्या अनि छ क्या मान्छेहरू तिमी मात्र ढिलो होइन क्या सबैजना असाइनमेन्ट गर्नु छ नि त उसको छैन नि त तिम्रो त भ्याइदिइसक्यो हो अघि भएर मैले हेरिरहेको छु यार अघि 6वटा भने त एउटा यता नि रहेछ 7वटाहरू भयो है जाउँ न
होइन कि खेलौँ क्या पानी खाएर जाने के बोतल त सबै लयो हेर म चाहिँ भाग्ने हो कि यिनीहरूले तिमीले पानी ल्यायो भने पानी बेसी भाग्दैन ल जाऊ जाऊ खेल जाऊ बल एउटा यहाँ छ है औ ती देऊ टिपेर लगाउँदियो नि साजन र म हामी पानी लिन गइरहेको छौँ मैले यहाँ पानी छ भनेर भनेको थिएँ पहिला पानी नै आएको थियो तर यहाँ के भयो धारा नै फुट्यो कि के भयो पानी रहेनछ सो केटाहरूलाई पानी त खुवाउनु पऱ्यो केटाहरूले भनिरहेको छ फेरि पानी आएन भने गेम नखेल्ने जस्तो घर जाने जस्तो कुरा गरेछन् अनि हामीलाई खेल्न मन छ त्यो भएकोले गर्दाखेरि चाहिँ पानी लिन गइरहेको छु केटाहरू खेलिरहेको छ त्यही बस्दै गर्छ सो पानी किनिसकेको छौँ अनि नि पानी मात्र लिएछौँ मैले बिच्किन्छ होइन तर माफ गरिदिनु होला मेरो युट्युब च्यानल पनि छ होइन यसको लागि पेड प्रमोसन चाहिन्छ पेड प्रमोसन हो भने चाहिँ म हालिदिन्छु तिमी झन् लकी हो भनेर म तिम्रो ब्लगमा छु मेरो त राम्रो सब्सक्राइबर भ्युहरू राम्रो छ यो मान्छेको सब्सक्राइबर को हुन्छ आएर मेरो सब्सक्राइबर गर्नु होला है त अनि मेरो भिडियो हेरेकोले कमेन्ट डाउन होइन पहाडको छुकेर थ्याङ्क यू छुट्यो हजुर रोक्दैन रोकी र अशोकको नयाँ ब्लगमा स्वागत छ सबैजनालाई म साजन हिमाल होइन उसको अब उसको भिडियो हेर्नेले मलाई नि बेला बेला देखिराख्नुहुन्छ होला होइन देख्नुहुन्छ कसरी भेट भयो भन्ने इच्छा लागिरहेको होला तपाईँलाई उ र म चाहिँ यहीँ कलेजमा सँगै भेट भएको युनिमा मेहनती केटो हो अशोक चाहिँ कतै न कतैबाट पैसा निकाल्ने बाटो खोजिहाल्छ सोल्टी कि काम गरेर होस् कि ब्लगिङबाट होस् होइन जानला है क्या सोल्टी अहिले केही गर्छ अब यत्रो पानीको व्यवस्था गरेँ लास्टमा केटाहरू हिँड्नु लायो अब सकेन त्यस्तै गरिरहेको छ पानीको व्यवस्था केटाहरूलाई खेल कहाँ जाने हाफ टाइम खेलौँ अनि जाऊँ होला क्या सबैजना खेलो माइट के जान्छ असाइनमेन्ट मलाई तिमीले पो गरे त मेरो नि मैले कहाँ गरेको छु यार मैले केही सक्नु तिमी र मसँग छैन अघि गरेको म त सक्नु छ यार म त बस्छ क्या यार बस्छ न हेर यस्तो अलि यता देखाउन यार ब्याग तान्देऊ न बस्छ ब्याग तान्देऊ कुरै Umang, how was your game? Really bad, bro. के भयो? I miss every goal. I miss every goal. सन्देश तिमी खेलेन है लास्टमा कस्तो भयो म्याच? एक्सिलेन्ट हजुरको दामी भयो है ल ठिक छ भर्खरै म्याच भयो के रे नाइट मोड फ्ल्यास लाइट छैन कि त्यहाँ फ्लोर लाइट हाल्न बाइक छ कि पर्खिन जाने सबैजना जाने हो डबल काम ऊ यहाँबाट जान्छ ब्ल्याक चढेर 1 चढ्छ अनि 1 चढेर पोलर झर्छ त्यही सक्छ त्यहाँबाट हेर्दा झन् लामो हुन्छ कहाँबाट पुलिस जाउँ तिमीलाई बरु त्यही 1 चढ आधी घन्टामा हाम्रो तिमी र हामी ती जाने उलिस जाने हो कहाँ जाने यिनीहरू त उसमा जाने होला होइन प्लम स्टेट चाल्टनबाट प्लम स्टेट जाने होला होइन राउन्ड नहान्ने हान्ने हान्नु सबैजना के हो राउन्ड गरेर रनिङ
ए ल त्यसो हामी लाग्छ केटा आउने यार मिल्यो भने फेरि हुन्छ अर्को मिल्यो नि होइन मिल्छ नि सधैँ मिल्छ नि मिलाउ कि एक घन्टा त के हो रे घर घर म अलि चलाउने हो 1 घन्टा घर कहाँ सोध्ने नसुता ए मुझे ल्याज आवाज यो म्याच कस्तो लाग्यो आज म्याच मलाई सोध्ने हैन तिमीहरु हारेर कस्तो लागिरहेछ भन न त्यस्तो होइन कस्तो लाग्यो भने तिम्रो एक्सपिरियन्स आज रमाइलो भयो कति गोल कस्तो लाग्यो मलाई त म्यान अफ द म्याच दियो अरु केही थाहा छैन हो अनि कस्तो लाग्यो एकदम रमाइलो भयो आज हामीले गोल पनि 6-7 गोलै हान्यो होला है तर मैले जुन टार्गेट बनाएर आएको थिएँ नि त्यो चाहिँ सक्सेस भयो उसको त सुनिहालेँ है मैले कस्तो लाग्यो म्याच आज कस्तो भयो मेरो त दर्जन हान्ने विचार थियो अलि भएन मात्र पुग्यो तिम्रो कस्तो भयो म्याच कस्तो लाग्यो वाटा बिजीले है एकदम गोलै गोलै बल्ल लिन लाग्छ कागु कि हानेको तिमी त जित्ने टोली हो कि कस्तो भयो तिमी त होइन राम्रो खेले थियो मान्छे खतरा खेले थियो त्यस्तो अनि 1 मिलियन तिर लिएर आएको रियल मैड्रिडको टोली नि अनि आजको ब्लग पनि सकिन्छ सबैजना अहिले लगभग 6:30-7 बजिसकेको छ 7:30-7 बजिसकेको छ गाइस कसैले के भन्नु छ मेरो ब्लगमा त्यो ब्लग कहिले आउने हो मोनेटाइज भएपछि हामीलाई सम्झिन्छ किन नेक्स्ट चाहिँ अलि इम्प्रुभ भएर आएको केटा हैन तिमीले आफ्नो ऑडियन्सलाई केटाले जे भने यो ब्लग एडिट हुँदैन फर्स्ट अर्को वाइनेस चाहिँ इम्प्रुभ भएर आयो केटा यस्तो गोल हामी जितेको दिन ब्लग आउँछ है आजको आउँदैन त्यो सपनै छोड्देऊ अब हामी जितेको दिन के भन्नु छ विवेक पनि राम्रो म्याच भएको थियो तर घाइते बनाउन सफल भएका छैनन् आज के भन्नु छ विवेक भन लाडो खाऊ अझै के हैन राम्रोसँग किपर राख्दै छ नि घर जाऊ अब ल है आजको गेम सकियो अनि अब चाहिँ घर जाने हो सबैजना रमाइलो भयो गेम चाहिँ होइन अनि यो मान्छे असाइनमेन्ट बनाउनु थियो तर गइएन हिँड बस्यो तर खेलेन खै उसको मन के भएको अलिकति डाइभर्ट भएको छ त्यो रमाइलो भयो गेम ल सबैलाई धेरै धेरै धन्यवाद है सबैलाई धेरै धेरै धन्यवाद मिनिमम चाहिँ 2 हो अब कति हान्छ भने चाल्टन स्टुडेन्ट हेर्न जाने नि प्लम चाहिँ जानी बनाउँछ के रनिङ हान्ने जस्तो कुरा गरिरहेको छ केटाहरू होइन यहाँ अब चल्छ होला एकछिन है त ल थ्याङ्क यू गाइज बाई बाई